नमस्कार दर्शकवृन्द, हजुरहरूलाई जयगाउँ भोइसमा स्वागत जनाउँदै आज हाम्रो समाज विषय लिएर एउटा महत्त्वपूर्ण कुरा राख्न गइरहेको छु। सती प्रथा 19 सेन्चुरीमा 1829 मा लर्ड विलियम बेन्टिक र सोशल रिफर्मर राजा राम मोहन रोयको अगुवाईमा यो कुप्रथा कुरीतिलाई हटाइएको थियो र 23 शताब्दीमा 1856 मा विडो रिम्यारेज एक्ट, लर्ड डलहौसी र सोशल रिफर्मर ईश्वरचन्द्र विद्यासागरको अगुवाईमा विधवाले फेरि बिहा गर्ने पाउने प्रावधानहरू पारित गरे तापनि 200 वर्ष बाद आज हामी 21 सेन्चुरीमा शिक्षित विकसित देश भएर पनि छुवाछुत जस्तो कुरीति यथावत रहिरहेको दृश्य हजुरहरूलाई यो माथि भिडियोमा देखाइरहेको छु। आजको यस 21 सेन्चुरीमा पनि हिजो मात्र म एउटा मरौ घरमा गएको थिएँ। त्यो मरौ घरमा यो समाजले उच्च जातिले निचिलो जातिको केटीलाई बिहा गरेर ल्याएको इल्जाममा त्यो घरमा कोही नजाने, समाज बहिष्कार गर्ने, कोही ब्राह्मण आएर यो पितृ उद्धार नगरिदिने, अगर कोही ब्राह्मण अघि आएर यो पितृ उद्धार गरे भने त्यो ब्राह्मणलाई नै फेरि समाज बहिष्कार गर्ने कुरीति चाहिँ अहिलेसम्म यथावत रहेको छ। हाम्रो देशमा इन्डियन पिनल कोड 153A को धारामा यस्तो छुवाछुत गर्नेलाई 3 सालको सजायसम्म गरिएको छ र अझै एउटा एक्ट, स्पेसल ल कल्ड प्रोटेक्सन अफ सिभिल राइट्स एक्ट 1955 मा पनि यो चिज मेन्सन गरिएको छ। सरकारले यो कुरोहरू पहल गरेन भने यो कुरीतिहरू हाम्रो समाजबाट कहिले पनि खत्तम हुने छैन र यसले चाहिँ हाम्रो सद्भावनामा ठेस पार्ने, समाज विभाजन गर्ने काम गर्छ। समाजमा कुनै पनि जातिको पहिचान चाहिँ उसको मानवताबाट हुनुपर्छ, जातबाट होइन। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट सेक्सनमा लेख्दै जानुहोस् होला र यो भिडियो पनि सक्दो सेयर गर्नुहोस् होला। धेरै धेरै धन्यवाद।